नेपाल एक यस्तो देश जहाँ हरेक बच्चा सपना लिएर जन्मिन्छ, तर यही देशमा लाखौं युवाहरू बेरोजगार छन्। तपाईले सोच्नु भएको होला के यो केवल संयोग हो त, अथवा हाम्रो देशका युवाहरू नै कमजोर छन्, अथवा हाम्रो प्रणाली नै असफल भएको हो। आज म तपाईहरुलाई नेपालको बेरोजगारीको साँचो कहानी सुनाउन गइरहेको छु, जुन तथ्यहरूमा आधारित छ र यो तथ्यहरूमा आधारित भए तापनि यो युवाको सङ्घर्ष, परिवारको दबाव र देशको भविष्यको कहानीसँग पनि सम्बन्धित रहेको कुरा हो। यदि तपाईँ पनि युवा हुनुहुन्छ भने यो कहानी तपाईको जीवनसँग तथा यो कुरा तपाईको जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। म तपाईहरुसँग स्टेप बाइ स्टेप कुरा गर्नेछु। एक नम्बरमा म तपाईहरुसँग कुरा गर्न गइरहेको छु बेरोजगारीको वास्तविकता र समाधान। नेपालमा कुल बेरोजगारी दर अहिले 12 देखि 13% छ, तर युवा 15 देखि 24 वर्षमा यो दर लगभग 22% छ। हरेक वर्ष करिब 5 लाख नयाँ युवा पढेर निस्किन्छन्। समस्या के हो त? सरकारी कार्यालयमा खाली जागिर कम र निजी क्षेत्रमा अनुभव चाहिन्छ र लाखौं युवा बेरोजगार भएका छन्। मानिलिउँ उदाहरणका लागि हालै स्नातक गरेको युवा महिनौदेखि जागिर खोज्दैछ। सयौं आवेदन पठाइसक्यो, इन्टरभ्यूको आशा थियो, तर अन्तिममा कुनै प्रतिक्रिया आउँदैन। त्यसपछि त्यो युवालाई परिवारको दबाव पर्यो र मानसिक स्वास्थ्य कमजोर र निराशा बढ्छ। यसको समाधान के छ त? डिजिटल सिप सिक्ने तालिम र अनलाइनको कामको अवसर दिने, जुन सरकारले गर्नुपर्छ, तथा सरकारले यस्ता तालिमहरू दिइराख्नुपर्छ र व्यक्ति आफैले पनि यस्ता तालिमहरू बेलैमा सिक्नुपर्ने आवश्यक छ आफ्नै तर्फबाट नि। सरकारी कार्यालयमा जागिरको जानकारी समयमै उपलब्ध गराउने, जुन नेपालमा अहिले त्यो धेरै टाइम लागेपछि जुन युवाहरूलाई थाहा नै हुँदैन, हत्तोपत्तो नै हुँदैन, जुन युवा भन्दा नि अरूहरूलाई नि थाहा नभएको अवस्था हुन्छ। यदि हामी युवा सक्रिय भएर सिप सिक्छौँ भने यो समस्या समाधान गर्न सक्छ र सरकारले युवा मैत्री करियर परामर्श दिन आवश्यक छ। र म तपाईहरुसँग 2 नम्बरमा कुरा गइरहेको छु शिक्षा प्रणालीको समस्या र यसलाई समाधान कसरी। शिक्षा सैद्धान्तिक छ। विद्यालय र कलेजमा जोड छ हाजिर, पढाइको याद र परीक्षामा पास हुनु मात्र। तर कुनै उद्योग व्यवसायहरू चाहन्छन् व्यावहारिक सिप, समस्या समाधान गर्ने क्षमता, प्रविधिको ज्ञान र सञ्चार क्षमता। मानिलिउँ एक स्नातक गरेको कम्प्युटर इन्जिनियरिङ पुरा गर्छ, सैद्धान्तिक ज्ञान छ, तर कोडिङ, सफ्टवेयर विकास तथा एक्सेल, अनलाइन मार्केटिङ सिकेको नै छैन। उद्योगमा आवेदन गर्दा अनुभवको आवश्यकता पर्छ। कुनै पनि संस्थाले सोच्छ तिमीले कता काम गरेको छौ भन्ने, तर नेपालको अवस्था छ खाली कलेज र स्कुलमा पढाइ हुन्छ, त्यसलाई नै सर्टिफिकेट दिन्छ, त्यसको आधारमा नै काम गर्न जान्छन् युवाहरू, जसको कारण हजारौं युवाले जागिर पाउन सकेका छैनन् र बेरोजगार बस्नुपर्ने अवस्था नेपालमा नै सिर्जना भएको छ। यसको समाधान कसरी गर्ने त? पाठ्यक्रममा व्यावहारिक प्रशिक्षण समावेश। पाठ्यक्रममा जे कुरा छ त्यसलाई हामीले व्यावहारिक सिपमा उपलब्ध गराउन सक्नुपर्छ, जुन शिक्षाको अहिलेको सबभन्दा ठुलो कमजोरी छ। इन्टर्नसिप र प्रशिक्षण कार्यक्रम हामीले सञ्चालन गर्नुपर्छ। अनलाइन तालिम र प्रमाणपत्र तथा अनलाइन तालिम दिने र यसले यता गरेको छ भनेर त्यसलाई प्रमाणपत्र दियो भने त्यो कुनै संस्थाले त्यसलाई पत्याउन सक्ने अवस्था सिर्जना हुन्छ र यसपछि युवाको करियर मार्गदर्शन हुन्छ र उद्योगको लागि तयार युवा धेरै नै हुन्छन्। यदि शिक्षा प्रणालीमा सुधार भयो भने युवा मात्र सर्टिफिकेट होल्डर नभई काममा पनि दक्ष बनिन्छ। 3 नम्बरमा कुरा गर्न गइरहेको छु म तपाईहरुसँग आर्थिक समस्या र यसलाई समाधान कसरी गर्ने त? नेपालमा उद्योगको विकास निकै धीमा छ तथा कम भएको छ। कृषि आधुनिकीकरण छैन, नयाँ उद्योग खोल्न कठिनाइ छ। प्रविधि क्षेत्रमा अवसर छ, तर समर्थन, लगानी, आधारभूत संरचना कमजोर। मानिलिउँ एक युवा उद्यम सुरु गर्छ, ऋणको लागि आवेदन गर्छ, तर प्रक्रिया महिनौसम्म रोकिन्छ। त्यसमा उसलाई सरकारी सहयोग न्यून भएको छ, उद्यम असफल, समय र धन दुवै गुम्यो। र हामीले कुनै पनि ठाउँमा त्यो
निवेदन गर्यौँ त्यसको लागि हामीले कुनै न कुनै सरकारी कार्यालय धाउनु पर्ने हुन्छ र सरकारले त्यति त्यसमाथि चासो दिएको हुँदैन तथा ख्याल ठट्टा जस्तो गरेको हुन्छ जसका कारण त्यो मानिसको पुरै खर्च पनि भयो र त्यसको समयको लगानी पनि गयो त्यसलाई समाधान कसरी गर्ने त साना र मध्यम उद्यमका लागि ऋण सुविधा गर्नु पर्यो सरकारले कर छुट र प्रोत्साहन गर्नु पर्यो उद्योग केन्द्र स्थापना र सहयोग उद्योगको धेरै स्थापना गर्नु पर्यो जुन उद्योग खाली त्यो नामको मात्र उद्योग होइन त्यसबाट मान्छेहरूले फाइदा लिन सकुन् ग्रामीण क्षेत्रमा लगानी र रोजगारीको सिर्जना गर्नु पर्यो यदि नवपरिवर्तन र उद्योगलाई प्रोत्साहन दियो भने बेरोजगारी कम हुन्छ र म तपाईहरुसँग कुरा गर्न गइरहेको छु 4 नम्बरमा राजनीति भ्रष्टाचार र सम्बन्ध संस्कृति र यसलाई अब कसरी समाधान गर्नेहरू सबैलाई थाहा भएकै कुरा हो नेपालमा बारम्बार सरकार बदलिरहेको छ अहिले पनि जेनजी आन्दोलनपछि एउटा सरकार टिकिरहेको छ नत्र भने 3 महिनामा 2 महिनामा कहिले त 1 महिनामा नै सरकार बदलिने अवस्था सिर्जना भएको छ नेपालमा बारम्बार सरकार बदलिन्छ नीतिमा निरन्तरता छैन एउटा सरकारले एउटा नीति ल्याउँछ र अर्को सरकारले अर्को नीति त्यो नीति बनाउँदामा मात्रै समयको खर्च हुन्छ त्यो नीति यता मानिसको जीवनमा कुनै पनि असर पार्दैन मानिलिउँ सरकारी र बारम्बार सरकार बदलिन्छ नीतिमा निरन्तरता छैन योजना सुरु हुन्छ तर फाइलमा हराउँछ मानिलिउँ एउटा सरकार भयो त्यसले एउटा काम गर्यो यसले एउटा नीति ल्याएर अर्को सरकारले एउटा नीति ल्याउँछ र त्यसमा एउटा सरकारले ल्याएको त्यो नीतिलाई त्यसले अर्को तर्फ पन्छ्याउँछ र त्यो अर्को सरकारले अर्को नीति ल्याएर यता खडा गर्छ तर त्यो नीतिलाई यता कहिले युज गर्ने भन्ने कुरा तय भएको छैन अर्को सरकारले अर्को नीति ल्याएर अर्को सरकारले अर्को र ती कुराहरू फाइलमै हराउँछन् मानिलिउँ सरकारी परियोजनामा जागिरको अवसर छ योग्य युवाले आवेदन दिन्छ तर चयन समितिले आफ्ना सम्बन्धित व्यक्तिहरूलाई चयन गर्छ योग्य युवालाई मौका नै मिल्दैन एउटा अध्यक्ष त्यता गयो भने त्यसले समाजलाई कति असर पार्छ होला त एउटा दक्ष युवा गएको भए कति त्यसले समाजलाई प्रभावित पार्छ त र त्यही अध्यक्ष मान्छे त्यता गएर फेरि पछि देशमा ठुलो आर्थिक सङ्कट र बेरोजगारको सिर्जना निम्ति आउँछ जस्तै मानिलिउँ कोटा छ त्यता एउटा तालिम प्राप्त गरेको मानिसलाई राख्ने तर त्यता राख्यो कुनै तालिम नलिएको मान्छेलाई र त्यो तालिम लिएको मान्छेले त्यता गएर कतिको प्रगति गर्न सक्छ होला र त्यो तालिम नलिएको मान्छेले कतिको परिवर्तन गरेर त्यसलाई अगाडि बढाउन सक्छ अब यसलाई समाधान कसरी गर्ने त पारदर्शी चयन प्रक्रिया गर्नु पर्यो दक्षता र योग्यतामा आधारित नियुक्ति गर्नु पर्यो भ्रष्टाचार विरोधी कदम चाल्नु पर्यो नेपाली जनताले भ्रष्टाचारलाई सिधै यो गलत भन्न सक्नु पर्यो जुन चुपचाप लागेर बस्नु परेन तथा सहेर बस्नु परेन सरकारी परियोजनामा नियमित अनुगमन गर्नु पर्यो के भइरहेको छ कता के भइरहेको छ भनेर जहिले नि सर्वेक्षण गर्नु पर्यो र भाग 5 मा म तपाईहरुसँग कुरा गर्न गइरहेको छु विदेशमा जागिर गर्न जान्छन् र यसलाई विदेश जानतर्फ हामीले कसरी रोक्न सक्छौं त समाधानको उपाय पनि म तपाईहरुलाई भन्छु दैनिक हजारौं युवा विदेश गइरहेका छन् नेपालले तयार पारेको जनशक्ति विदेशले उपयोग गर्छ रेमिटान्स बढ्यो तर स्थानीय अर्थतन्त्र कमजोर हुँदै गएको छ मानिलिउँ योग्य युवा नेपालमा रोजगार नपाएर विदेश जान्छ उच्च तलब र करियर विकास विदेशमा नेपालले आफ्नै प्रतिभा गुमाइरहेको छ यहाँनिर जस्तै नेपालमा एउटा दक्ष युवा छ त्यसले नेपालमा कुनै जागिर नपाएर त्यो विदेशतिर जानुपर्ने अवस्था हुन्छ हो त्यसले आफ्नो दक्षता त्यता विदेशमा लगानी गर्छ जसले विदेशको विकास हुन्छ र रेमिटान्स त आउँछ तर यता नेपालको विकास भने हुन सक्दैन यसलाई समाधान कसरी गर्ने त स्थानीय रोजगारीमा सिर्जना गर्नु पर्यो स्थानीय तहमा रोजगारी बढाउनु पर्यो दक्षतामा आधारित भर्ती कुनै पनि काममा कसले कता गर्न सक्छ र कता गर्न सक्छ त्यतातिर त्यसलाई प्रयोग गर्नु पर्यो त्यो दक्ष जनशक्तिलाई तथा अर्धदक्ष दक्ष कुन कता उपयुक्त छ भनेर त्यसलाई समाज विकासको रूपमा अगाडि बढाउनु पर्यो प्रतिभा रोक्न उद्योगको प्रोत्साहन यो भन्नुको मुख्य कारण
प्रतिभालाई रोक्नु पर्यो, अर्को देशमा जानु दिनु भएन। नेपालमै त्यस्ता उद्योगहरू खोलेर प्रोत्साहन गर्नु पर्यो। नेपाली युवाहरूलाई नै नेपालमै अवसर दिनु पर्यो। घरमै बसेर बाहिरी कम्पनीसँग काम गर्ने अवसर दिनु पर्यो। यदि स्थानीय अवसर र नीति सुधार भयो भने प्रतिभा विदेश जान कम हुन्छ। 6 नम्बरमा कुरा गर्न गइरहेको छु सामाजिक असर। के यसले सामाजिक असर पारिरहेको छ र यसलाई कसरी समाधान गर्ने त? मानसिक स्वास्थ्यमा ठुलो असर पारिरहेको छ, जसका कारण तनाव, डिप्रेसन, आशाहीनता हुन्छ। अपराध वृद्धि भइरहेको छ, लाको पदार्थ, चोरी र हिंसा। मानिलिउँ एउटा मान्छेले कुनै खानको लागि उसँग केही छैन भने केही न केही त गर्नु पर्यो। हिंसा गरेर पनि आफ्नो पेट त पाल्नु भयो नि, उसले मर्नु त परेन नि। त्यसका कारण अपराधमा धेरै वृद्धि भइरहेको छ। परिवारको दबाब, के गर्छौ, कति कमाउँछौ भनेर परिवारले सोधी गर्छन्, जसका कारण उसलाई मनोबल घट्छ। र आर्थिक कमजोरी, उत्पादनशील युवा विदेशमा, स्थानीय अर्थतन्त्र कमजोर, जसका कारण नेपाल धेरै पछाडि परेको छ। मुख्य कारण नै विदेशतर्फ जानु। धेरै युवा नेपालमा तथा 10 युवा नेपालमा रहेर यता विकास गर्ने भने नेपालको विकास हुन कुनै असम्भव कुरा होइन, तर यसलाई सरकारको यसमा महत्त्वपूर्ण भूमिका रहनु अति जरुरी छ। मानिलिउँ महिनौँ बेरोजगार युवा डिप्रेसनमा, सामुदायिक सहभागिता कम, सामाजिक विकासमा असर परिरहेको छ। त्यसलाई समाधान कसरी गर्ने त? मानसिक स्वास्थ्य परामर्श दिने, सामुदायिक सिप केन्द्र राख्ने, जसका कारण युवाहरू त्यता गएर आफ्नो त्यस्तो सिप सिक्न सकुन्। युवा क्लबको गठन र उद्यमशीलताको कार्यशाला, सचेतना कार्यक्रम, सामाजिक र आर्थिक सहभागिता गर्नु जरुरी छ। यदि समाजमा युवा मैत्री भयो भने सामाजिक समस्या कम हुन सक्छ। म तपाईहरुसँग 7 नम्बरमा कुरा गर्न गइरहेको छु युवाको गल्ती, प्रणाली र दोष र यसलाई कसरी समाधान गर्ने त? युवाको नि यसमा धेरै नै गल्ती रहेको अवस्था छ। सिप विकासमा ध्यान कम दिन्छन्। त्यतिखेर युवाहरूले पढाइमा मात्र फोकस गर्छन्, त्यसलाई आफ्नो जीवनमा कसरी प्रयोग गर्ने त भनेर हेर्न चाहनन्। अनुशासन कम छ। नेपालको युवामा धेरै नै भएको अनुशासनको कमी हो। निष्क्रिय दृष्टिकोण, उनीहरूले अवसर गुमाउँछन्, अवसरलाई आफ्नो जीवनमा प्रयोग गर्दैनन्, जसका कारण धेरै असर परिरहेको छ। प्रणालीको नि यसमा धेरै ठुलो दोष छ। पुरानो शिक्षा प्रणालीमा नेपालमा अझै पनि रहेको छ, जुन हट्न सकेको छैन। त्यसरी नै रटाउने, कण्ठ गराउने र परीक्षामा पास गराउने मात्रै। नीतिमा निरन्तरता छैन। सरकार बदलिन्छ, अर्को सरकारले अर्को नीति र अर्को सरकारले अर्को नीति ल्याइरहेको हुन्छ। भ्रष्टाचार उच्च छ। यसलाई समाधान कसरी गर्ने त? सिप विकासमा जोड दिने, करियर योजना कार्यक्रम, सरकारी सुधार र नीति निरन्तरता, भ्रष्टाचारको नियन्त्रण गर्नु पर्यो। यदि युवाले सक्रिय भएर प्रयास गरे र प्रणाली सुधार भयो भने बेरोजगारी कमी हुन्छ। र म तपाईहरुसँग कुरा गर्न गइरहेको छु 8 नम्बरमा कुरा गर्न गइरहेको छु कृषि, पर्यटन, डिजिटल अर्थतन्त्रमा धेरै न्यून छ। यसको समाधान कसरी गर्ने त? म तपाईलाई कृषि र पर्यटन, डिजिटल अर्थतन्त्रको बारेमा पहिला सम्झाउँछु। आधुनिक कृषि, ग्रामीण युवा रोजगारी योग्य छैन। पर्यटन प्रवर्धन, एभरेस्ट, पोखरा, मुस्ताङ रोजगारी सिर्जना गर्नु पर्यो। डिजिटल अर्थतन्त्र, अनलाइन काम र घरमै बसेर आम्दानी गर्न सक्नु पर्यो। र यसको समाधान कसरी गर्ने त? आधुनिक कृषि तालिम दिने र पर्यटन, डिजिटल बजार प्रवर्धन गर्ने, अनलाइन काममा प्लेटफर्म जोड्ने, ग्रामीण उद्यमशीलतामा प्रोत्साहन गर्ने। यदि यी सबै भयो भने नेपाल बेरोजगारीको देश होइन, सिप नवपरिवर्तन र अवसरको देश हुनेछ। र अन्तिममा जाँदै नेपालको युवा कमजोर छैन। शिक्षा प्रणाली, नीति, भ्रष्टाचारले उनीहरूलाई रोकिरहेको छ। सिप अनुशासन, समर्पण बेरोजगारीको उपचार हो। विदेश मात्र बाटो होइन, नेपाल पनि अवसर छ। यदि हामीले सिक्यौँ, मेहनत गऱ्यौँ भने देश बदल्न सजिलो छ। र त्यो परिवर्तन कसले गर्ने त? तपाईँ हामीहरूले नै गर्नुपर्छ। समय दिनुभएकोमा धन्यवाद। अर्को भिडियोमा भेट्ने नै छ।